हो पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोली हानियो, त्यसपछि मात्र संरचना जलेका हुन्। जल्नु हुँदैन थियो, गलत भयो, तर गोली ठोक्न हुँदैन थियो, मान्छे मार्न हुँदैन थियो, त्यहीबाट बिग्रिएको हो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो, त्यसैले जलाएको सिंहदरबार। त्यो सिंहदरबारमा भ्रष्टाचारको अखडा हुन्न थियो भने बालबालिकाहरू स्कुल ड्रेसमा आन्दोलन गर्न, सुशासन माग्न जाँदैनथे, नेपोकेटको नारा लिएर जाँदैनथे। तिमीले बेथिती बनायौ, उनीहरू नारा लगाउन गए। त्यसकारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको, अरू कोही पनि होइन। तर बन्छ, हामी बनाउँछौँ मात्र होइन, हामी बदल्छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब परिवर्तनको सङ्घारमा आइसकेपछि तपाईँहरूले मन दह्रो पार्नुपर्छ। म अन्त्यमा तपाईँलाई केही कुरा बताउन चाहन्छु। यतिखेर पार्टीप्रति निष्ठा देखाउने बेला होइन। मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी कहीँ जाँदैन। बाउ बाजेको पार्टी 5 वर्षमै त्यहीँ हुन्छ, कहीँ जान्न। खालि संसदमा मात्र कम गरिदिउँ भने हामीले, सकेसम्म नील बनाइदिउँ भनेको मैले त भनेको थिएँ। यसपटक परिवर्तन गर्न सकिएन भने इतिहासमा यस्तो अवसर सधैँ आउँदैन। यो अवसरलाई सदुपयोग गर्नै पर्छ, सबैले सदुपयोग गर्नु होला।